प्रभु यीशु ख्रीष्ट दुईवटा कुरामा हुर्किनु भयो। एउटा मान्छेको फेभरमा है त, अर्को चाहिँ परमेश्वरको फेभरमा। सेवकाई गर्नका लागि मान्छेको अनुग्रह चाहिँ नि प्रियहरू एउटा ठाउँमा गएर साह्रै इम्पोर्टेन्ट हुन्छ। आजको दिन चर्च म तपाईँलाई एउटा कुरा चाहिँ भन्न माग्छु, मान्छेको अनुग्रह नि खोलिनु चाहिँ नि तपाईँको मास्टर क्यारेक्टर हो। तपाईँमा भएको स्वभावले मान्छेको अनुग्रहलाई खोल्न सुरु गर्छ। थाहा गर्नुहोस्, एउटा ठाउँमा नि तपाईँको लार्जली विरोध होला, तर परमेश्वरले नि जब हाम्रो जीवनमा नि एउटा मास्टर क्यारेक्टर पठाउँछ नि, त्यो क्यारेक्टरलाई तपाईँले अगाडि बढाउनुहुन्छ नि, त्यो क्यारेक्टरले नि तपाईँको जीवनमा चाहिँ नि मान्छेको फेभरलाई खोल्न सुरु गर्छ। याद गरिराख्नुहोस्, मान्छेको फेभरलाई खोल्नको लागि चाहिँ नि तपाईँको क्यारेक्टर हो, अरू केहीले पनि खोल्दैन। तपाईँकोमा नि जब असल क्यारेक्टर आउनु सुरु गर्छ नि, तपाईँको मास्टर क्यारेक्टरलाई चाहिँ नि तपाईँले फोकस गर्नु सुरु गर्नुहुन्छ नि, मान्छेको जीवनमा फेभर। तपाईँलाई थाहा छ, ऊ चाहे जस्तो सुकै होस् कि, तर उसको यो चाहिँ भन्छ नि, मान्छेले याद गर्नु भएको छ कि भएको छैन, उसको यो क्यारेक्टर चाहिँ नि, उसको यो क्यारेक्टर चाहिँ साह्रै दामी छ। तपाईँले याद गर्नु भएको छ कि भएको छैन, चर्चा गर्दै गर्दाखेरि नि मान्छेको एउटा गुणको बारेमा चाहिँ नि चर्चा हुन्छै हुन्छ, जसले चाहिँ उसलाई मान्छेको फेभरेट बनाउँछ। परमेश्वरको फेभर भयो भयो, तर मान्छेको पनि ऊ फेभरेट हुन सुरु गर्छ। तपाईँलाई नि मान्छेले मन पराउनै पर्छ भनेर चाहिँ भन्दिनँ, तर तपाईँलाई विरोध गर्दै गर्दा पनि नि मान्छेको हृदयमा एउटा डर उत्पन्न हुन्छ तपाईँको मास्टर क्यारेक्टरले चाहिँ, ला मैले त त्यो मान्छेलाई त विरोध गरी पठाएँ त हौ। तर थाहा छ त्यो मान्छे चाहिँ नि, त्यो मान्छेको क्यारेक्टर चाहिँ यो हो नि, त्यो मान्छे चाहिँ थाक्दैन। त्यो मान्छेको स्वभाव चाहिँ यस्तो छ नि, तपाईँको मास्टर क्यारेक्टरसँग चाहिँ नि तपाईँलाई विरोध गऱ्यो भने मान्छे डराउँछ। तपाईँलाई थाहा छ, भाइ फिलिप उता गएको थियो नि, मलाई त्यहाँ हाम्रो सन्तोष दादाले कल गरेर एउटा मजाको कुरा भने, पासँग म छक्कै परेँ, साला त्यसलाई मैले यति बस भने, मैले यति रिक्वेस्ट गरेँ, तर एउटै सन्डे त हो, मैले पासङसँग पनि कुरा गरेको छु, तेरो लिडरसँग पनि कुरा गरेको छु, भाइ बस न भन्दै गर्दा पनि बसेन हौ फिलिप। म छक्क परे, सन्डेको बिहानै हिँड्छु भन्छ। एउटा कुरा चाहिँ साह्रो मिठो देखेँ, चर्च प्रतिको डेडिकेसन र तिमी प्रतिको इमान्दारिता चाहिँ नि यो केटाकोमा मैले यति ठुलो देखेँ। उसलाई नि त्यो क्यारेक्टरले नि फरक बनाउन सुरु गरे। तपाईँलाई थाहा छ, एउटा पोइन्ट हुन्छ मान्छेको जीवनमा, मैले भने नि एउटा मास्टर क्यारेक्टर हुन्छ जसले चाहिँ नि मान्छेलाई भिन्नै बनाउँछ। कसैकोमा दिने हुन्छ, कसैकोमा केही गर्ने हुन्छ, तपाईँकोमा पनि छ एउटा मास्टर क्यारेक्टर जसले चाहिँ नि मान्छेलाई चर्चा गर्नु अनि मान्छेलाई माया गर्नु कर लगाउँछ। त्यसलाई चाहिँ नि फेभर भनेर भन्छ। तर थाहा छ नि, मान्छेले तपाईँलाई विश्वास गर्नु, मान्छेलाई माया मान्छेले तपाईँलाई माया गर्नु तपाईँलाई कर लगाउँछ, त्यो व्यक्तिलाई कर लगाउँछ। तपाईँप्रति नि काहीँ न काहीँ लोयल हुनु, मान्छेले चर्चा गर्नु, मान्छेले माया गर्नु, त्यो चाहिँ नि फेभर, मान्छेको फेभर हो। त्यसले गर्दै गर्दाखेरि प्रभु यीशु ख्रीष्ट दुईवटा फेभरमा हुर्किनु भयो, एउटा परमेश्वरको फेभरमा अनि फेभरेट, अनि अर्को चाहिँ नि मान्छेको पनि ऊ फेभरेट लिस्टमा जान सुरु गरे, फेभरेट लिस्टमा जान सुरु गरे। मास्टर क्यारेक्टरसँग चाहिँ नि एउटा कुरा थाहा गर्नुहोस्, शत्रु सबैभन्दा बेसी डराउँछ। मान्छेको मास्टर क्यारेक्टरसँग यति डराउँछ शत्रु। तपाईँलाई थाहा छ अयुबको मास्टर क्यारेक्टर के थियो? परमेश्वरप्रति धन्यवादी हुनु कहिले पनि बिर्सिन्थेन, लास्टै डरायो शत्रु क्या। तपाईँले सबै दिनु भएको छ, धन्यवाद त भन्छ नि, लु त भत्काइदिनुहोस् त उसको बारहरू। तपाईँलाई थाहा छ परमेश्वरले के भने, भत्काउँदैछु म बारहरू। त्यही भएर अयुबलाई नि त्यो ठाउँमा लगेर, त्यसलाई थाहा अयुबको चाहिँ नि मास्टर क्यारेक्टर चाहिँ नि प्रभुप्रति धन्यवादी थियो। प्रभुले पनि गर्व गर्नुहुन्छ हाम्रो मास्टर क्यारेक्टरमा। आमेन। थाहा गर्नुहोस् है, हाम्रो मास्टर क्यारेक्टरमा नि परमेश्वर पनि नि गर्व गर्नुहुन्छ। त्यसले गर्दै गर्दाखेरि नि हरेकजनालाई एउटा एउटा मास्टर क्यारेक्टर दिएर पठाएको हुन्छ। तपाईँले थाहा गर्नुहोस्, त्यो क्यारेक्टरले चाहिँ नि एउटा कुरा थाहा गर्नुहोस्, मान्छेको अनुग्रहलाई खोल्न सुरु गर्छ।